गाइजहरू गुड मर्निङ एन्ड दर्शन नमस्ते है। मेरो भिडियो चाहिँ फुल वाच गरिदिनु होला तपाईँले होइन। तपाईँहरूको मोबाइलमा नि आउँछ होला। यत्रो विधि साथी छ मेरो, खै कसैले लाइक पनि ठोक्दैन के भयो यस्तो त। एउटा कुरा चाहिँ दसैँ आयो भन्छन् होइन, कहाँ आयो होला, कसरी आउँछ होला, त्यो बसमा चढेर आउँदैछन् कि प्लेनतिर आउँदैछन्। अब काठमाडौँतिरबाट आउँदैछ कि गाडीमा आएको भए जाममा परेर होला, अलिक ढिलै होला। यता हेटौँडतिरबाट आउँदै हो कि हेटौँडतिरबाट आएको भए पनि बसमा आएको होला, जाममा परेर चाहिँ यहाँ थाहा नगरमा चाहिँ अलिक ढिलै आइपुग्ने भयो गाइज। अब दसैँ बसमा आइरहेको हो कि घोडामा सवार भएर आइरहेको हो कि आउनु चाहिँ आइरहेको छ अरे, तर यहाँ चाहिँ अलि आइपुगेको छैन। अब 4-5 दिन पछाडि चाहिँ ठ्याक्कै आइपुग्छ अरे ल थाहा नगरमा है गाइजहरू। सबैलाई यो सूचना है, जानकारी।